सर्प देख्न साथ डर लाग्छ होइन, तर संसारका यस्ता देश जहाँ सर्प खाना बनेर प्लेटमा आउँछ। दर्शकबिन नमस्कार, आज हामी संसारका यस्ता 5 देशको बारेमा चर्चा गर्नेछौँ जहाँ सर्प र अजिङ्गरको मासु सामान्य खाना जस्तै खाइन्छ। नम्बर 1 मा रहेको छ चीन। चीनमा सर्प खानु कुनै नयाँ चलन होइन, यो हजारौं वर्ष पुरानो सोच र विश्वाससँग जोडिएको कुरा हो। जहाँ सर्पलाई केवल खतरात्मक जनावर होइन, शक्ति र शरीर तताउने माध्यमको रूपमा हेरिन्छ। विशेष गरी दक्षिण चीनका केही क्षेत्रमा जाडो मौसम सुरु हुन साथ सर्पको मासु झन लोकप्रिय हुन्छ, किनकि त्यहाँका मानिसहरूको विश्वास अनुसार सर्पको मासुले शरीरभित्रबाट तातो बनाउँछ र थकान हटाउँछ। अचम्मको कुरा के छ भने चीनका केही रेस्टुरेन्टमा जिउँदो सर्प नै देखाएको हुन्छ र ग्राहकले आफै कुन सर्प खाने हो भनेर छान्छन्, जुन दृश्य हेर्दा धेरै विदेशी पर्यटकहरू अचम्म मान्छन्। यहाँ सर्पलाई डरको कारण होइन, परम्परा र व्यापारको हिस्साको रूपमा लिइन्छ। अझ अचम्म त के लाग्छ भने यहाँ सर्प मात्र होइन, अजिङ्गर समेत चीनका केही ठाउँमा खानाका रूपमा प्रयोग गरिन्छ, जहाँ ठुलो आकारको अजिङ्गरलाई विशेष अवसरको खानाको रूपमा हेरिन्छ। अजिङ्गरको मासु मात्र होइन, यसको छाला पनि अन्य प्रयोजनको लागि प्रयोग हुने भएकोले यो जनावर चीनमा पुरै उपयोग गरिने जनावर मानिन्छ। धेरै पर्यटकहरू चीनमा सर्प खाने दृश्य हेर्न मात्रै पनि पुग्छन्। कसैले डर जित्न एक टुक्रा चाख्छ त कसैले टाढैबाट हेरेर अचम्म मान्छ, किनकि संसारमा एउटै जनावर प्रति सोच कति फरक हुन सक्छ भनेर। हामी जसलाई खतरा ठान्छौँ त्यही जनावर अरूको लागि सामान्य खानाको हिस्सा बनेको हुन्छ। नम्बर 2 मा रहेको छ भियतनाम। भियतनाममा सर्प केवल खाना मात्र होइन, यहाँको पुरानो सांस्कृतिक कला पनि हो। सर्प खाने चलन भियतनामको इतिहास र मानिसहरूको जीवनशैलीसँग जोडिएको छ। भियतनाममा सर्प खाने प्राचीन समयदेखि चलेको चलन हो। स्थानीय मान्यता अनुसार सर्पको मासुले शरीरमा शक्ति ल्याउँछ र स्वास्थ्यलाई मजबुत बनाउँछ। सर्प पकाउने तरिका पनि विशेष छ। मासु मात्र होइन, जडीबुटी र मसला मिसाएर स्वादिलो बनाइन्छ। विशेष गरी हनोई हो ची मिन्ह सहरमा सर्प रेस्टुरेन्ट धेरै लोकप्रिय छन्। सडक किनारमा सर्प काट्ने, ग्रिल गर्ने र सुप बनाउने दृश्य प्राय देख्न सकिन्छ। भियतनाममा प्राय 3 प्रकारका सर्प लोकप्रिय छन्: पानी सर्प, जङ्गली सर्प र विशेष अवसरमा प्रयोग गरिने सर्पहरू। सर्पलाई प्राय ग्रिल, सुप र यस्तोको रूपमा पकाइन्छ। स्थानीयहरू विश्वास गर्छन् कि सर्पको मासु शरीरको शक्ति बढाउँछ र लामो जीवन दिन्छ। ग्रामीण क्षेत्रमा विशेष अवसरमा सर्प पकाएर खान्छन्। विवाह, पर्व र उत्सवमा पनि सर्प परिकारको रूपमा प्रयोग गरिन्छ। स्थानीयहरूले विश्वास गर्छन् कि राति पकाएको सर्पको सुप स्वास्थ्यको लागि अझ लाभदायक हुन्छ। त्यसैले भियतनाममा सर्प खाने चलन खाना मात्र होइन, त्यहाँको सांस्कृतिक पहिचान र साहसिक अनुभवको प्रतीक हो। नम्बर 3 मा रहेको छ थाइल्यान्ड। थाइल्यान्डलाई हामी प्राय सुन्दर समुद्र र पर्यटकको लागि मात्र चिन्छौँ। थाइल्यान्डका केही भागमा सर्पको मासु परम्परागत रूपमा खाने गरिन्छ। सर्पको मासु दैनिक खाना भने होइन, तर यो विशेष विश्वास र परम्परासँग जोडिएको खानाको रूपमा लिइन्छ। पुरानो समयदेखि थाइल्यान्डमा यस्तो विश्वास छ कि सर्पको मासु खाएपछि शरीर बलियो हुन्छ र ऊर्जा बढ्छ। हाड जोड्ने सम्बन्धी समस्या कम हुन्छ, त्यसैले यसलाई स्वाद भन्दा पनि औषधि गुण भएको खाना मानिन्छ। ग्रामीण क्षेत्र परम्परागत समुदायमा सर्पको मासु कहिलेकाहीँ विशेष अवसरमा मात्र प्रयोग गरिन्छ। आजको समयमा भने थाइल्यान्डका केही सहरमा सर्पको मासु पर्यटकको लागि विशेष खालको खानाको रूपमा प्रस्तुत गरिन्छ। थाइल्यान्डमा सबै प्रकारका सर्प खाँदैनन्। सरकारले वन्यजन्तु नियम कडा बनाएको छ। धेरै जस्तो अवस्थामा पालिएको सर्पहरू मात्र प्रयोग गरिन्छ। आजको युवा पुस्ता यो चलन पहिले भन्दा कम हुँदै गएको छ, तर पनि यो परम्परा अझै पनि थाइल्यान्डको सांस्कृतिक विश्वास र इतिहाससँग जोडिएर बाँचेको छ। थाइल्यान्डमा सर्पको मासु डरको विषय होइन, बरु सांस्कृतिक परम्पराको एउटा अनौठो पाटो हो। नम्बर 4 मा रहेको छ इन्डोनेसिया। इन्डोनेसिया हजारौं टापुहरूको देश हो, जहाँ संस्कृति र खानपिन पनि ठाउँ अनुसार फरक छ। यही कारण इन्डोनेसिया केही क्षेत्रहरूमा सर्पको मासु खाने परम्परा पनि पाइन्छ। यहाँ सर्पको मासु दैनिक खाना भने होइन, तर विशेष समुदाय र क्षेत्रहरूमा यसलाई विशेष प्रकारको खानाको रूपमा खाइन्छ। इन्डोनेसियामा पुरानो विश्वास अनुसार सर्पको मासु खाएपछि शरीर बलियो हुन्छ, साहस बढ्छ र रोगसँग लड्ने शक्ति बढ्छ भन्ने मान्यता छ। त्यसैले धेरै मानिसहरूमा स्वाद भन्दा पनि शारीरिक फाइदा हुने विश्वासका कारण यसलाई खान्छन्। र महत्त्वपूर्ण कुरा के हो भने इन्डोनेसियामा सबै प्रकारको सर्प खान पाउँदैनन्। सरकारले वन्यजन्तु संरक्षणको नियम लागू गरेको छ, त्यसैले धेरै ठाउँमा पालिएको वा कानुनी रूपमा उपलब्ध सर्प मात्र प्रयोग गरिन्छ। आजको समयमा इन्डोनेसिया सर्प खाने चलन पहिलेको जस्तो व्यापक छैन। यो परम्परा पहिलेको केही क्षेत्र र पुरानो र साहसिक पर्यटकहरूमा मात्र सीमित भएको छ।
नम्बर 5 मा रहेको छ कम्बोडिया। कम्बोडिया दक्षिण पूर्वी एसियाको देश हो जहाँ केही ग्रामीण क्षेत्र र परम्परागत समुदायमा सर्पको मासु खाने चलन पाइन्छ। यो कम्बोडियाको दैनिक खाना पनि होइन, तर पुरानो समयदेखि खाना अभावको बेलामा उपलब्ध स्रोत प्रयोग गर्ने क्रममा सर्पको मासु पनि खाने विकल्प बनेको मानिन्छ। यहाँ यस्तो विश्वास पनि छ कि सर्पको मासु खाएपछि शरीर बलियो हुन्छ र केही रोगदेखि जोगिन पनि सहयोग गर्छ। त्यसैले धेरैले स्वाद भन्दा पनि परम्परा र विश्वासको कारण सर्पको मासु खाने गर्छन्। कम्बोडियामा पनि सर्पको मासु कहिले काहीँ भुटेर वा सुप बनाएर खाइन्छ। आजकाल केही पर्यटकीय क्षेत्रमा यसलाई विशेष खानाको रूपमा प्रस्तुत गरिन्छ। तर कम्बोडियामा पनि सबै सर्प खान पाउँदैनन्। वन्यजन्तु संरक्षणका नियम अनुसार धेरै जसो अवस्थामा कानुनी रूपमा उपलब्ध सर्प मात्र प्रयोग गरिन्छ। कम्बोडियामा सर्प खाने चलन डर होइन, संस्कृति, सङ्घर्ष र विश्वासको कारण हो। यदि तपाईहरूलाई यस जानकारी रोचक लाग्यो भने कृपया लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनुहोला। हामी अन्य देशको रोचक कुराहरू लिएर आउनेछौँ।